ख्याफुला टासिरीले सम्पूर्ण मेरो आपा आमा दाजुभाइ दिदीबहिनीलाई तपाईँहरू कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। म तपाईँहरू सामु फेरि केही कुराहरू लिएर आएको छु। कुरा चाहिँ के हो भने चाहिँ भोलि हामी बौद्ध अवलम्बीहरूको लागि चाहिँ अत्यन्तै महत्त्व दिन हो। भोलि 12 तारिक चाहिँ बुद्ध जयन्ती हो। हुनु त यो बौद्ध अवलम्बीहरूले मात्रै मान्नुपर्छ बुद्ध जयन्ती भन्ने होइन, सम्पूर्णले मान्छ भोलि बुद्ध जयन्ती चाहिँ। देश विदेशमा छरेर बस्नुभएको उहाँहरू सबैले मान्नुहुन्छ भोलि बुद्ध जयन्ती चाहिँ। चाहे उहाँ बौद्धिस्ट होस् चाहे अबौद्धिस्ट होस्, बौद्ध होस् अबौद्ध होस् होइन, चाहे जुनै जातको होस् जुनै समुदायकोले पनि भोलि चाहिँ बुद्ध जयन्ती चाहिँ सम्पूर्णले मान्नुहुन्छ। किनकि सम्पूर्णलाई थाहा छ कि भोलिको दिन चाहिँ भगवान् बुद्धले जन्म लिएको दिन, भोलिको दिन चाहिँ भगवान् बुद्धले ज्ञान प्राप्त गरेको दिन, भोलिको दिन चाहिँ भगवान् बुद्धले प्राण परिनिर्माण गरेको दिन हो भनेर चाहिँ सम्पूर्णलाई थाहा छ र सम्पूर्णले भोलिको दिन चाहिँ एकदमै मजाले मान्नुहुन्छ। चाहे उहाँ बौद्धिस्ट होस् चाहे अबौद्धिस्ट होस्, सम्पूर्णले भोलि चाहिँ बुद्ध जयन्ती चाहिँ सबैले नै मिलेर मान्ने गर्छ। र जग्गा जग्गा त सिक्किम दार्जिलिङ नेपालतिर त एकदमै ठुल्ठुलो गुम्बाहरू छ होइन, ठुल्ठुलो लामाहरू छ, खेम्बुहरू छ। उहाँहरूकोमा त केही पनि त कमी हुँदैन होइन। लामामा लामा, खेम्बुमा खेम्बु, गुम्बामा गुम्बा हुन्छ। र जग्गा जग्गा चाहिँ अब लामै हुँदैन, गुम्बै हुँदैन, एकदमै दुःख हुन्छ र त्यस्तो पनि हुन्छ। अनि अब जस्तै भए पनि चाहे लामा छैन गुम्बा छैन भने पनि आफ्नो घरमा छोसेम्रुङ पूजा कोठा त हुन्छ नि त, छोसेम्रुङ लाखाङहरू हुन्छ। त्यहाँनिर गएर चाहिँ बिहान उठेर पूजाहरू गरेर आफ्नो भगवान् बुद्धलाई सम्झेर चाहिँ पूजा प्रार्थना गर्दा पनि हुन्छ। गुम्बै चाहिन्छ लामै चाहिन्छ भन्ने पनि छैन, के गर्नु, चाहिन्छ नि, अब छैन त के गर्नु होइन। अब जस्तो छ त्यस्तै त गर्नु पर्यो नि। अनि अब हाम्रो पनि यहाँनिर त्यस्तै छ, हाम्रो यो गाउँमा पनि गुम्बा छैन भन्दिनँ, छ, सानो एउटा गुम्बा छ, लामाहरू चाहिँ छैन। र हामीले पनि टाढाबाट एउटा लामा झिकाउने कोसिस गरेको छु र बोलाएको त छु, तर उहाँ सायद आउनुहुन्छ होला। उहाँ आउनुभयो भने उहाँबाट नै हामी पनि भोलिको बुद्ध जयन्ती चाहिँ मनाउने छु। हाम्रो पनि यहाँ अलिक दुःखै छ, लामा छैन, गुम्बा छ, सानो छ, जस्तो छ एकदमै राम्रो छ, जस्तो छ त्यस्तै गरेर मान्नु पर्यो नि त। अनि अब ठुल्ठुलो गुम्बाहरू भएको, ठुल्ठुलो लामाहरू भएको, ठुल्ठुलो खेम्बुहरू भएको त भोलिको दिन त एकदमै राम्रो दिन नि त होइन। प्रवचन हुन्छ, वाङ हुन्छ, पूजा हुन्छ है, कति राम्रो हुन्छ नि। तर के गर्नु, नभएको जग्गामा त केही पनि हुँदैन, गुम्बै हुँदैन, लामै हुँदैन, अलिक दुःख लाग्छ नि त। तर पनि केही छैन नि। अब यो साल त्यस्तो भयो भने आउने साल त हामीले पनि ठुल्ठुलो लामाहरू झिकाएर ठुल्ठुलो गुम्बाहरू बनाउने कोसिसमा लाग्नुपर्छ नि त। अब छैन है भनेर चाहिँ अब मनमा मार्नु त भएन नि त। छैन त छैन नि, तर गर्नु पर्यो नि त। अब छैन है, हाम्रोमा त लामै छैन, हाम्रोमा त गुम्बा पनि सानो छ भनेर मन त मार्नु भएन नि। लामा सानो छ या छैन भनेर अन्त ठुल्ठुलो लामाहरू झिकाउने कोसिस गर्ने मिलेर। अनि अब गुम्बा छैन भने पनि सम्पूर्ण मिलेर चाहिँ गुम्बा बनाउने कोसिस गर्ने, त्यस्तो गर्नुपर्छ नि त। हामी बौद्ध अवलम्बीहरू चाहिँ एकजुट भएर मिलेर चाहिँ अगाडि बढ्नुपर्छ, अनि मात्रै सफल हुन्छ। नभने चाहिँ कहिले पनि सफल हुँदैन, चिताएको कहिले पनि नपुग्दो रहेछ। यसपालि पनि मेरो सोच भिन्दै थियो, तर अलिकति भएन होइन। अब जे सोचेको थियो त्यो भएनै भनौँ न। अब मेरो पनि सोच चाहिँ ठुलो लामाहरू लिएर चाहिँ अब प्रवचन राखेर चाहिँ गर्ने सोच थियो, तर भएन, के गर्नु, त्यस्तै हो होइन। हर सपना मान्छेको पुरा हुन्छ भन्ने पनि छैन नि त, तर एक दिन न एक दिन त पुरा हुन्छ होला नि त, आशा राख्नुपर्छ भन्छ। अनि त्यही भएर अब के गर्नु, त्यस्तै छ। अब ठुल्ठुलो गुम्बा ठुल्ठुलो लामाहरू के अरे खेम्बुहरू भएको तपाईँहरू सम्पूर्णले पनि मजाले बुद्ध जयन्ती मनाउनु होला भोलिको दिनमा। र नहुनेहरूले पनि खुसी, सायद हाम्रो छैन भने पनि के गर्नु, तर एक दिन त हुन्छ नि भनेर मनाउनु होला।
र हामी सबैजना मिलेर भोलिको बुद्ध जयन्ती चाहिँ देश विदेशमा छरेर बस्नुभएको आप्पा आमा दाजुभाइ दिदी बहिनी हामीहरू सबै मिलेर भोलिको बुद्ध जयन्ती चाहिँ मजाले मनाऊँ होला भन्न चाहन्छु। र देश विदेशमा छरेर बस्नुभएको मेरो आप्पा आमा दाजुभाइ दिदी बहिनीहरू तपाईँहरू सबैले आफ्नो आफूलाई ख्याल गर्नुहोला, आफूले आफूलाई माया गर्नुहोला र भोलि बुद्ध जयन्तीको सम्पूर्णलाई धेरै धेरै शुभकामना छ र मलाई पनि माया गरिदिनु होला। मैले आफ्नो युट्युब च्यानल खोलेको छु। मेरो युट्युब च्यानलको नाम चाहिँ बुद्ध कल्चर हो। त्यहाँ गएर लाइक सब्सक्राइब माया गरिदिनु होला र मैले मेरो सोच मेरो इच्छाहरू यो भिडियो मार्फत पस्किरहनेछु र तपाईँहरूसम्म पुग्नेछ र तपाईँहरूले हेरेर माया गरेर चाहिँ मलाई धेरै माया गरिदिनु होला, आफूले आफूलाई पनि धेरैभन्दा धेरै माया ख्याल गर्नुहोला र सम्पूर्णलाई भोलिको बुद्ध जयन्तीमा धेरै धेरै शुभकामना छ।